हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। आज म चाहिँ कता कता जान्छु, भिडियो लास्टसम्म हेर्नु होला हैन। म चाहिँ बिहान उठिसकेर यहाँनिर खाना बसाइसकेको छु अनि सब्जी चाहिँ आज सासु मम्मीले बनाउनु भएको छ। यो चाहिँ घरकै अर्ग्यानिक लोकल भालेको सुप बनाउनु भएको छ मम्मीले हैन। अनि मासुहरु हुँदा चाहिँ प्राय मेरो घरमा चाहिँ मम्मी कि बाबाले पकाउनुहुन्छ के। अनि त्यसपछि म अब कहाँ जानुलाई रेडी हुन्छु, एकछिन हेर्दै गर्ने भिडियो। फर्स्टमा चाहिँ मैले यो कुखुराहरुको लागि चारो रेडी गरेको थिएँ। हिजोको भात उब्रेको थियो अनि कुखुराहरुलाई चारो लगाएँ हैन। यहाँ छ एउटा हाम्रो पोथी, यसले चाहिँ भर्खर चल्ला निकालेको छ। अनि अघिको त एउटा कुखुरा चाहिँ फेरि ओथ्रा बसेको छ। अनि यहाँ अरु चाहिँ एउटा भालेले त्यसको दुईटा गर्लफ्रेन्ड डुलाउँदैछ। अनि यहाँ तीनटा चल्ला पनि छ हैन। हामीसँग चाहिँ कति धेरै कुखुराहरु थियो, अहिले चाहिँ यति नै छ। अनि त्यसरी चारो लगाइसकेपछि अब म चाहिँ रेडी भइसकेको छु। कहाँनिर जानु भन्दाखेरि आज हाम्रो कान्छी बहिनीको घरमा खाना खानु बोलाएको छ। अस्ति क्याम्पमा बसेको थिएँ नि त म, अनि त्यही भएर क्याम्पमा बसेको भनेर मलाई खाना खानु बोलाएको अरे। अनि मलाई र अनि हाम्रो भाउजूलाई पनि बोलाएको छ। अनि म चाहिँ जाँदा यहाँनिर दोकानमा छिरेको छु कोसेली किन्नुको लागि। यो कोसेली चाहिँ फेरि बहिनीकोमा लानु होइन नि, यो चाहिँ दिदीको घरमा जानुपर्ने छ। फर्स्टमा चाहिँ दिदीकोमा चाहिँ किन भन्दाखेरि दिदीले उहाँ बाहिरबाट हाम्रो लागि थोरै कोसेली पठाइदिनु भएको रहेछ, त्यो लिनुको लागि जाँदैछु। अनि खाली हात त कहाँ जानु हैन। अनि कोसेली लिएर गएको थिएँ। अनि यो सामान चाहिँ लिएर आइसकेको छु। अनि म चाहिँ फेरि भाउजूको घर आएको छु। भाउजूलाई पनि खाना खानु बोलाएको थियो नि त बहिनीले। अस्ति न्वारानको दिन भाउजू चाहिँ हुनुहुन्थ्यो, उता दार्जिलिङ जानुभएको थियो। अनि भाउजूलाई पनि लिएर म सँगै अब लिएर जानेवाला छु। अनि अस्ति क्याम्पमा जो बसेको थियो उनीहरूलाई चाहिँ खाना खुवाउने भनेर बहिनीले बोलाएको रहेछ। अनि अस्ति भाउजू पनि आएको थियो नि त क्याम्पमा, अनि रुमको लागि। अनि भाउजू र मलाई अनि साइली बहिनीलाई बोलाएको थियो। अनि हामी चाहिँ घर पुगिसकेको छौँ। पुग्दाखेरि चाहिँ हाम्रो प्रिन्सेस यहाँनिर उसको मम्मीसँग खेल्दै रहेछ क्या। अनि हामी गएर सोल्टिनीहरूसँग एकछिन गफसफ गऱ्यौँ, एकछिन रेस्ट गऱ्यौँ हैन। अनि हामीलाई चाहिँ अनि खाना त्यहाँ बसेकै ठाउँमा ल्याइदिनु भयो क्या। हामी होइन उतै खान्छौँ भनेको सोल्टिनीलाई होइन यतै लिनु भनेर। अनि उहाँले चाहिँ अनि खाना ल्याइदिनुको लागि जानुभएको छ। त्यतिन्जेल चाहिँ हामी यहाँनिर प्रिन्सेसको भिडियो बनाउँदै बस्यौँ क्या। भाउजूले पनि नानीको भिडियो बनाउँदै थियो अनि मैले पनि बनाउँदै थिएँ। अनि यता ल्याउनु म बोक्छु भनेर अनि मेरो पालो भनेर मैले बोकेँ। म जस्तो छ कि छैन भनेको। अनि हाँस्नु हुँदैछ क्या। यो भिडियो गर्ने मान्छे चाहिँ हाम्रो भाउजू हुनुहुन्छ है। अनि यतिकैमा सोल्टिनीले खाना ल्याइदिनु भयो। हामी चाहिँ यता खाना खानु थाल्यौँ हैन। अनि यस्तो मिठो सब्जी बनाउनु भएको थियो कि उहाँहरू चाहिँ सुँगुरको मासु खानुहुन्छ, म चाहिँ खाँदिनँ। मैले चाहिँ कुखुराको खाएँ, भाउजू र ताराले चाहिँ सुँगुरको पनि खाएको छ हैन। अनि त्यतिकैमा नि हाम्रो अब कोसेली अनबक्सिङ हुन्छ हैन। यो चाहिँ हाम्रो नानाले बाहिरबाट पठाइदिनु भएको छ। के पठाइदिनु भएको छ भन्दाखेरि यो चाहिँ कफी है। यो भित्र चाहिँ 100 पिस कफी हुन्छ हैन। यो एक प्याकेट चाहिँ आमाको लागि अरे, आमालाई मात्र दिनु भन्नुभएको छ। र यो एक प्याकेट चाहिँ हामी 3 जना दिदी बहिनीले बाँड्नु पर्ने हुन्छ। अनि हामीले मात्र खाएर भएन नि त हैन, अरूलाई पनि अलिअलि बाँड्नु पर्यो कोसेली। अनि यो चाहिँ माछा पठाइदिनु भएको रहेछ एक प्याकेट। अनि त्यसपछि यो चाहिँ मसरुम क्या, त्यो बाहिरको मसरुम हुन्छ नि कस्तो मिठो हुन्छ हैन। अनि यहाँनिर चाहिँ प्रिन्सेसको लागि लुगा, नयाँ बेबीको लागि लुगा पनि पठाइदिनु भएको छ। यो चाहिँ प्रिन्सेसको मम्मीको लागि पनि पठाइदिनु भएको रहेछ है। यति धेरै कोसेली। अनि त्यसपछि चाहिँ मैले यो बाँड्नु थालेँ। अनि यो चाहिँ लु प्रिन्सेसको मम्मीको लागि यो चाहिँ नानाले पठाइदिएको भनेर मैले दिएको छु हैन। अनि के रहेछ भन्दा ऊ पनि एक्साइटेड भएर खोल्दैछ क्या। उसको अब नयाँ बेबीको लागि लुगा पठाइदिनु भएको छ। कति धेरै सक्सको त बन्डिलै पठाइदिनु भएको रहेछ हैन। अनि यो कति क्युट जामा हेर्नु नि, प्रिन्सेसै देखिन्छ होला यो लगाउँदाखेरि त। कति धेरै लुगा जम्पसुटहरू पठाइदिनु भएको रहेछ क्या। अनि हाम्रो बियानाले चाहिँ वहाँ बसेर बहिनीको प्याम्पर्स बोक्दैछ हैन। अनि प्रिन्सेसको मम्मीले चाहिँ लुगाहरू हेर्दै चाहिँ एउटा गर्दै सबै राम्रो लाग्यो अरे, मन पर्यो अरे भन्दै सुनाउँदैछ। कति राम्रो लुगा क्या सानो बेबीहरूको लागि। अनि त्यसपछि मैले चाहिँ फेरि यो कोसेली अनबक्सिङ गरेर पनि यहाँ बाँड्नु सुरु गरिसकेको छु हैन। अनि आफू मात्र खाएर भएन नि त, अनि सोल्टिनीहरूलाई पनि अलिअलि बाँडेको छु। उहाँ चाहिँ हाम्रो जेठी सोल्टिनी, यता साइली सोल्टिनी हुनुहुन्छ। माइली सोल्टिनी चाहिँ आउनुभएको रहेछ आज। अनि उहाँहरूलाई पनि मैले चाख्नु न बाहिरको कफी कस्तो हुन्छ, सबैले अलिअलि मिलेर खाऊँ भनेर अनि सबैलाई बाँडेको छु।
अनि उहाँहरूलाई चाहिँ अलिअलि बाँडिसकेपछि अब यो चाहिँ फेरि अरूलाई पनि साथीभाइलाई एक एकवटा बाँड्नुपर्ने हुन्छ होइन। त्यसपछि यहाँनिर मान्छेहरू खाना खाएर सेन्टी फ्ल्याट भएर सुतिरहेको छ अनि म पनि यता एकछिन ढल्केको छु। थ्याङ्क यू सो मच।